हेलो वेलकम टु आवर ब्लग। यो चाहिँ हाम्रो हिजोको ब्लग हो जुन चाहिँ हामी हिजो सिडनी गएको थियौँ पोडकास्टको लागि। सो हाम्रो दिनको सुरुवात चाहिँ भयो चियाबाट र मैले मिस्टरलाई चिया अनि बनाएर दिएँ अनि उहाँ चाहिँ काममा जानुभयो अनि मेरो बच्चा बच्चीहरूलाई मैले उठाएँ, रेडीसेडी गराएँ। अनि वेदर हेर्नु न कस्तो चिसो छ यता भने -4 त्यो बिहान। सो बाबुलाई चाहिँ मैले चाइल्ड केयर ड्रप गरेँ अनि त्यहाँबाट हामी बहिनीको घरतिर लाग्यौँ अनि बहिनीको घरतिर गएर चाहिँ ब्रेकफास्टहरू खायौँ, नानीले पनि खुवायौँ अनि त्यहाँबाट हामी लाग्यौँ सिडनी है। अब सिडनी लाग्दाखेरि हाम्रो चाहिँ अराउन्ड 8 साढे 8 कति भएको थियो अनि बाटोमा हेर्नु हुस्सु हुस्सु तर कस्तो राम्रो देखिएको थियो कि वेदरहरूले। त्यो भर्खरको बिहानको हुन्छ नि त्यो अलिअलि हाफ हुस्सु अनि त्यहाँबाट हाफ त्यो जङ्गल कस्तो नेपालको भाइब्स आउने जस्तोको टक्क है। अनि अब हामी चाहिँ सिडनीतिर लाग्यौँ। म चाहिँ एकदम एक्साइटेड थिएँ, हाम्रो प्रिसादीसँगको पहिलो भेट हो यो। अनि त्यहाँबाट कति धेरै कुराहरू सोच्दै पनि थिएँ, यो हाम्रो 5th पोडकास्ट हो, कति धेरै कुराहरू मैले पनि आफूले प्रेप गर्न पऱ्यो नि त। सो मैले अनि त्यसपछि चाहिँ अब थ्रेडिङहरू गर्न भ्याइएको थिएन। सो त्यहाँ चाहिँ छिटो थ्रेडिङ त्यो मेसिनवालाले गरेँ, त्यसपछि मेकअप सेकअप गरेँ अनि मैले मेकअप गरेपछि चाहिँ सुप्रु पनि हेर्नु न त्यहाँ उसले पनि पुरै मैले जस्तै ब्याग स्याग प्याक गरेर गएको कि उसले नि त्यहाँ हेर्नु न अनि आया। त्यसपछि चिया त खानु परिहाल्यो है। यो चाहिँ हाम्रो सेकेन्ड थर्ड कति लट हो। अनि फाइनली हामी चाहिँ दिदीकोमा पुग्यौँ। दिदी चाहिँ कति राम्री भएर बस्नुभयो हेर्नु। अनि त्यसपछि हाम्रो लागि भने एमरी पनि बनाउनु भएको रहेछ अनि एमरी पनि फर्स्ट टाइम ट्राई गऱ्यौँ हामीले, यस्तो मिठो हुँदो रहेछ है। अनि कति धेरै मान्छेले खाँदा चाहिँ एकदमै ट्राई गर्नु मन थियो। थ्याङ्क यू सो मच दिदी। अनि हामीले चाहिँ भिडियो रेकर्ड गऱ्यौँ तर यो भिडियो चाहिँ हाम्रो सोचेको भन्दा एकदमै धेरै एकदम इमोसनवाला, दिदीको भित्र कति धेरै कथा व्यथाहरू रहेछ है। अनि आफ्नो पर्सनल लाइफको कुराहरू यति धेरै कुराहरू भयो नि, ओ माई गड आई कान्ट एक्सप्लेन है। म चाहिँ यो पोडकास्टको लागि एकदमै धेरै एक्साइटेड अनि कस्तो नर्भस पनि छु किनभने दिदीको यस्तो धेरै गर्दाखेरि दिदीलाई कतै केही भयो भने दिदी प्लिज भन्नु है जस्तो लागेर कि। अनि कति धेरै कुराहरू गर्नुभएको थियो हामी गरेको थियौँ। अनि अब हामी चाहिँ गयौँ क्याटरिङभित्रतिर अनि दिदी चाहिँ के खाने यताउता भनेर खानेकुराहरू कति धेरै रहेछ त्यहाँ अर्डरहरू अनि गरेर अनि नानीलाई चाहिँ यो चिकन नगेट्स र चिप्स अनि उसले त ऊ पनि खाथी रोस्ट पनि खाइ अनि नानी खाना बसी अनि दिदी उनीहरू साथी पनि भेट भए। अनि त्यसपछि उनीहरू चाहिँ कलरिङ गर्ने के त्यहाँ गरिरहेको थिएँ बच्चाहरू त्यही त हो नि। अनि त्यसपछि दिदीले चाहिँ अब त्यो खानासाना खाइसकेपछि नि रोटी खाने भन्दैन थियो, पर्दैन भनेको यहाँ आएर रोटी नखाइ जान्छ भनेर फेरि हामीले चिया रोटी खाएर अनि दिदीलाई बाई भनेर अब एकछिन चाहिँ ओपेरा हाउसतिर जाने भन्दै निक्ल्यौँ। कस्तो राम्रो देख्यो कि हेर्न, भाइले राम्रोसँग भिडियो खिच्नु भन्दै थियो अनि त्यही भएर मैले खिचेको यो भिडियो चाहिँ। अनि त्यसपछि हामी चाहिँ त्यहाँ फेरि ओपेरा हाउसको एउटा एक्जिट मिस भएर हामी कता पछाडिपट्टि गएर अनि हेरेर अनि फेरि पछि चाहिँ ल जानी भनेर फेरि ओपेरा हाउस गएर फेरि पनि चढ्यौँ। अनि फेरिहरू चढिसकेपछि मेरो सुप्रीले चाहिँ त्यहाँ आइसक्रिम, हामी सबैले आइसक्रिमहरू खाएँ अनि सुप्रीको त्यहाँ भिडियो देखाउँछु, अर्को भिडियो हाल्छु ल। हामी माया आइसक्रिम के भन्दै कस्तो फन्नी तारले बनाएँ चाहिँ। अनि त्यहाँ चाहिँ हाम्रो शक्ति भाइहरू, हाम्रो भाइहरू, समीर भाइहरू सबै भेट्यो अनि हामीले यसो 1-2टा फोटोहरू पनि खिच्यौँ। अनि सुप्रीलाई हेर्नु सुप्री आइसक्रिम हातमा लिएर अनि त्यसपछि चाहिँ हामी चाहिँ गयौँ हेरिस पार्कतिर। त्यहाँ गएर चाहिँ डिनर सिनर खायौँ अनि सुप्रीले कस्तो मिठो मान्न खायो नि। डोसा चाहिँ मैले कहिले पनि खाँदिनँ यसरी, सुप्रीलाई पनि मन परेछ, हाम्रो भाइको फेभरेट भनेर हामीले ट्राई गरेको, ठिकै लाग्यो। अनि डोसा यताउता डिनर सिनर खाएर अनि हामी चाहिँ एकछिन त्यता बजारतिर घुम्यौँ। अनि जेरीहरू मिठाईहरू त अब हेरिस पार्क गरी त ल्याउनु परिहाल्यो। अनि त्यहाँबाट हामी अराउन्ड 10 बजेतिर चाहिँ घर फर्क्यौँ। थ्याङ्क यू सो मच एभ्री वान फर